भयङ्कर एडिटिङ छ नि यो भिडियोमा अन्तिमसम्म हेर्नुहोस् मजा लिनुहोस् अच्छा कति भन्ने मेरो चिम्टी स्याम्पू काइयो नचला भनेर कपाल कोरेपछि काइयोमा भएको कपालको लट्टा फ्याल्न सकिनस् तेरो कपालको लट्टाइ भरि चाया लिखा थियो चुप्लाक दिदी बहिनी कहिले पनि आफू नहुने रहेछ भनेको हो कुनै बेला मेरो पनि सामान चौलाओस् मैले जानेको छु के छ र तसँग भएको त एउटा टुथब्रस होला त्यही पनि दुजा दुजा भएर फ्या परेको जन्मेबाट एउटा दाँत माझ्ने ब्रस समेत फेर्न नसक्नेले अझ मसँग ठुलो कुरा त्यो जट्टे कपाल बोकेर मेरो रुममा आइस भने तँलाई मैले जानेको छु जगटे मयले कपाल पालेर मात्र हुँदैन स्याहार्नु पनि सक्नु पर्छ म बोल्नै पर्ने भयो होइन त भन्न भन कति छाडा जगटे भनु सहन सक्छेस आफ्नो तौल भन्दा बढी मेकअप धसेर रूप होइन मन राम्रो हुनुपर्छ भनेर स्ट्याटस लेख्ने नेपालमा भित्रिएको 40% मेकअपको सामान तैँले किनेको हो भनेर तथ्याङ्क फेला परेको छ एउटा नाम चेन्ज गरेर कस्मेटिक प्रोडक्ट राख जगल्टे लेखाएको पोको मेरो चिम्टी तेल पर्फ्युम स्याम्पू काइयो चलाइस भने थोरै पनि स्याम्पू तेल घटेको अनि काइयोमा तेरो जगल्टा देख्यो भने तेरो जगल्टा छर्दिन्छु